एभ्रिवान, आउनुहोस् आज हामी चिकन अचार बनाऊ है त। यसको लागि चाहिँ धनिया, जिरा, मेथी, ज्वानो, तिल, स्वाप, तोरी अनि खोर्सानी लिने आफूलाई स्वाद अनुसार। त्यसपछि चाहिँ हामीले काटेर राखेको लसुनलाई मजासँग फ्राई गर्ने अनि हामीले मेरिनेट गरेर राखेको चिकनलाई चाहिँ फ्राई गर्ने। अहिले चाहिँ मैले 1 किलो चिकन मात्रै गरे हो, त्यही कारणले मैले मसला पनि धेरै हालेको छैन। हामीले सबै चिकनहरू फ्राई गरेको तेलमा यसैमा मैले चाहिँ मसला हालेँ अनि अघि फ्राई गरेको लसुन पनि यही हाल्नेछु मैले चाहिँ। अनि अरू पनि केही इन्ग्रेडियन्ट्सहरू तपाईँलाई मसलाहरू हाल्नु मन छ भने यति बेला एड गर्न सक्नुहुन्छ है हजुरले। यदि तपाईँलाई पनि पिरो मनपर्छ भने खोर्सानी अलिक धेरै एड गर्नुभयो भने हुन्छ। मैले चाहिँ अलिक थोरै नै अघि फ्राई गरेको थिएँ, त्यही कारणले अलिक खोर्सानी एड गर्दैछु। र म चाहिँ यसमा अब भिनेगर पनि हाल्छु। भिनेगरले चाहिँ यसको सेल्फ लाइफहरू बढाउँछ अनि स्वाद पनि इन्हान्स गर्छ नि, त्यही कारणले। यसपछि चाहिँ तपाईँले चिकनहरू सबै हालेर मजाले मिक्स गरेर थोरै लो फ्लेममा पकाउनु होला एकैछिन। अनि त्यसपछि अफ गरेर यसै कराईमै छोडिदिइराख्नु सक्नुहुन्छ। सेलाएपछि हजुरले एउटा बट्टामा हाल्न सक्नुहुन्छ र यसो देखिन्छ। ल तपाईँ पनि टेस्ट गर्नु है त, मिठो मिठो चिकन अचार। बाई।